वैशाख कृष्ण पक्षको एकादशीलाई बरुथिने एकादशी भनिन्छ। शास्त्र अनुसार भूमिदान, हात्ती घोडा दानलाई सबैभन्दा उत्तम दान मानिन्छ। तर यी भन्दा पनि तिल दानलाई अझ महत्त्वका साथ हेरिन्छ भने तिल दान भन्दा पनि सुनदान अझ महत्त्वपूर्ण छ र सुनदान भन्दा पनि अन्नदान र अन्नदान र कन्यादान भन्दा पनि अझै विशेष र महत्त्व बोकेको वैशाख कृष्ण पक्षको एकादशी हो र आज बरुथिनी एकादशी हो। बरुथिनी एकादशीको महत्त्व अत्यन्त व्यापक हुने कथन रहेको छ। बरुथिनी एकादशीको महिमा स्वयं भगवान श्री कृष्णले युधिष्ठिरको जिज्ञासा सुनेपछि बताउनु भएको हो। कुरुक्षेत्रमा सूर्यग्रहणको बेला सुवर्ण दान गर्दा कमाउने पुण्य बराबर बरुथिनी एकादशीको व्रत बस्नाले फल प्राप्त गरिन्छ भन्ने धार्मिक मान्यता रहेको छ। यस एकादशीको व्रत बस्नका लागि अघिल्लो दिन अर्थात् दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नु पर्दछ। दशमीकै दिन काँसको थालमा एकपटक मात्र भोजन गर्नु पर्दछ। एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नु पर्दछ। एउटा अध्ययन अनुसार समय समयमा व्रत बस्नाले स्वास्थ्य राम्रो हुने र आध्यात्मिक शुद्धि समेत हुने पुष्टि भएको छ। सनातन धर्म रीति यस हिसाबले कति वैज्ञानिक छन् भन्ने कुरा पनि पुष्टि गर्दछ। एकादशी व्रतमा खानाको मात्र नियन्त्रण होइन, नकारात्मक सोच र तनावको पनि नियन्त्रण गर्दै परमात्मा हरिमा चित्त लगाउन जरुरी बताइन्छ। यसरी बरुथिनी एकादशीको व्रत लिएमा पुण्य प्राप्त हुने र मृत्यु पश्चात यमलोक नगई सिधै वैकुण्ठ लोक जान पाउने धार्मिक विश्वास रहेको छ।